यो भित्र मान्छे छन् कि भनेर चेक गर्नुभयो अहिले तपाईँहरूले हो चर्चभित्र मान्छे छन् कि भनेर पनि यहाँ सुरक्षा संवेदना देखाएर मानवीय क्षति नहोस् भन्ने संवेदनशील देखिन्छ नेपाल प्रहरी र महानगर प्रहरी चाहिँ यो चर्चभित्र मान्छे लुकेर बसेका छन् कि अब जे पनि एउटा हुनसक्छ हेर्न सक्नुहुन्छ यसरी चर्च बनाएर यति ठुलो कम्पाउन्ड बनाएर राखिएको थियो भने पत्रकार साथीहरूले यहाँ के भएको रहेछ एकचोटि हेरौँ यहाँ के भएको यो हावा खुस्किएछ यहाँ फलामा परेर हावा जाँदैछ तर अब यो चर्च पनि यो भत्किँदैछ यो चर्च पनि पूर्ण रूपले यहाँ भत्काइँदैछ यो विशाल चर्च रहेको रहेछ यहाँ यो विशाल चर्च रहेको छ यसलाई यो भत्काउन लाग्दैछ डोजर यसरी अगाडि आएको छ साथीहरू